हजुरहरू समक्ष आज म वास्तु अनुसार फरक विषय लिएर उपस्थित भएको छ। कस्ता खालका बोट बिरुवाहरू लगाउनुहुन्छ, कस्ता खालका बोट बिरुवाहरू लगाउनु हुँदैन भन्ने कुरामा जानकारी दिन गइरहेको छु, जसले हाम्रो घर वरिपरि कस्ता खालका बोट बिरुवाहरू रहेका छन् भन्ने कुराहरुमा हजुरहरूले जान्न पनि जरुरी रहेको छ। र पहिलो रहेको छ ताडको रुख। ताडको रुख यदि हाम्रो घर वरिपरि रहेको छ भने यसले नेगेटिभ ऊर्जा प्रभाव गर्दछ, यसले सन्तान नास्ने काम गर्दछ भने सन्तानले उन्नति प्रगति कहिले पनि गर्ने काम गर्न दिदैन, जसले गर्दा यस्ता खालका बोट बिरुवाहरू लगाउनु हुँदैन। दोस्रो रुख रहेको छ बर्रोको रुख। यसले विभिन्न किसिमका नेगेटिभ ऊर्जाहरू ल्याउने गर्दछ भने यसको रुखमा भूत प्रेतको बासहरू गरिएको हुन्छ। यसले नकारात्मक ऊर्जाले गर्दाखेरि मानिसको सोच विचारमा पनि असर पार्ने काम गर्दछ। त्यसै गरी तेस्रो रुख रहेको छ हामीहरूले दूध अथवा भाँच्दाखेरि विभिन्न किसिमका दूधजन्य अथवा तरल पदार्थहरू आउने खालको बोट बिरुवाहरू लगाउनु हुँदैन। यसले गर्दा नकारात्मक ऊर्जाहरू प्रभाव गर्दछ। यसले सन्तान हानि धनको हानि गर्दछ, सन्तानमा विभिन्न किसिमका रोग निम्त्याउने काम गर्दछ, सामाजिक सन्तुलन बिग्रिने जाने काम गर्दहरू पनि गर्ने गर्दछन्। काट्दाखेरि दूध आउने वा भाँचिने खालका रुखहरू पनि हामीले लगाउनु हुँदैन। जस्तै चौथो नम्बरमा रहेको छ बयरको रुख। यसले नकारात्मक ऊर्जा बढाउने काम गर्दछ भने आफ्नो घरको धनको पनि नाश गर्ने काम गर्दछ, धन हानि पुर्याउने काम पनि गर्दछ। यस्ता खालका बोट बिरुवाहरू हामीले घर वरिपरि लगाउनु हुने छैन। त्यसै गरी पाँचौं बिरुवाको रूपमा रहेको छ मेवाको रुख। मेवाको रुखले धनको नाश गराउँदछ भने यसले दरिद्र लिएर आउने काम गर्दछ, सुख समृद्धिमा कमी ल्याउने काम गर्दछ। यस्ता खालका बोट बिरुवाहरू हामीले वास्तुशास्त्रीको विधान र मूल्य मान्यताका आधारमा पनि एकदम साइन्टिफिक रूपमा प्रमाणीकरण हुँदै आएका चिजहरू रहेका छन्, जसले गर्दा यस्ता खालका बोट बिरुवाहरू लगाउनु हुँदैन भन्ने हजुरहरू समक्ष मैले यो वास्तुको जानकारी सँगसँगै बोट बिरुवाहरूको बारेमा कस्ता खालका लगाउनु पर्छ भन्ने कुराहरूको जानकारी गराएको छु। र यस्तै जानकारीमूलक भिडियोहरू हजुरहरू समक्ष प्रस्तुत भइरहनेछन्। हजुरले माया ममता गर्नुहुनेछ, लाइक कमेन्ट सेयर पनि गर्नुहुनेछ र मन पराइदिनु पनि हुनेछ भन्ने पूर्ण विश्वास रहेको छ मलाई। र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि हजुरले मेरो युट्युब च्यानल प्रकाश दाहालमा गएर लाइक सब्सक्राइब कमेन्ट सबै गर्नु होला। र हजुरले यस्तै जानकारीमूलक भिडियोहरू सबभन्दा सुरुमा आउनेछन् भन्ने जानकारी गराउन चाहन्छु।